हिजो पनि सत्यको पक्षमा थियौँ र आज पनि सत्यको पक्षमा छौँ। हाम्रो माग के हो भने सुदन गुरुङज्यूको निष्पक्ष छानबिन नहुन्जेलसम्म कुनै पनि व्यक्तिलाई चाहिँ गृहमन्त्रीमा नियुक्ति नगरियोस्। नो इफ नो बट भन्ने तरिकाले चाहिँ फेरि सुदन गुरुङलाई नै चाहिँ गृहमन्त्रीमा पुनः नियुक्ति गर्नुपर्छ। तिमीहरूकै सरकार छ, राष्ट्रपाकै सरकार छ, राष्ट्रपाकै गृहमन्त्री हो, उहाँलाई चाहिँ राजीनामा दिन लगाउँदा तिमीहरूलाई के समस्या हो? तिमीहरूकै पार्टीमा चाहिँ राष्ट्रपामै गएर भन्ने खाले कुराहरू हुन्छ। तर छानबिनपछि उहाँ दोषी देखिए उहाँलाई कडाभन्दा कडा कारबाहीको सिफारिस होस् र उहाँलाई निर्दोष साबित भएमा उहाँलाई पुनः गृहमन्त्रीमा नियुक्ति गरियोस् भन्ने हाम्रो माग हो। हामी न कुनै सरकारको विपक्षमा न कुनै सिस्टमको विपक्षमा छौँ। हामी न्यायको लागि छौँ र सुदन गुरुङले पनि हिजो जेएनजीको लागि जुन साहस देखाएको थियौँ ती साहसलाई मध्यनजर गर्दै आज हामी उहाँको लागि लड्दै। काउन्सिल अफ जेएनजी मकवानपुर भनेको जहिले पनि न्यायको पक्षधर रहेको छ। जहिले पनि हामी जस्तोसुकै अवस्थामा पनि जसलाई पनि अन्याय पर्यो भने हामी त्यहाँनिर उभिनेछौँ। आज सुदन गुरुङमाथि जुन षड्यन्त्रपूर्ण तरिकाले चाहिँ आरोपप्रति आरोप लगाएर विभिन्न बाहनामा चाहिँ उहाँलाई चलखेल गरेर चाहिँ अहिले गृह मन्त्रालयबाट चाहिँ राजीनामा दिन लगाइएको छ। यो वास्तवमै राजीनामा दिन लगाइएको अहिले मैले बजारमा सुन्ने गर्छु, धेरैजनाले भन्ने गर्नुहुन्छ कि पार्टी तिमीहरूकै सरकार छ, राष्ट्रपाकै सरकार छ, राष्ट्रपाकै गृहमन्त्री हो, उहाँलाई चाहिँ राजीनामा दिन लगाउँदा तिमीहरूलाई के समस्या हो? तिमीहरूकै पार्टीमा चाहिँ राष्ट्रपामै गएर भन्ने खाले कुराहरू हुन्छ। तर 5-6 जनाको त नाम नै सिफारिस भयो भन्ने हल्ला पनि आयो। तर त्यसो होइन। यो खासमा भन्यो भने पार्टीले राजीनामा दिन लगाएको होइन। यो राजीनामा दिन लगाइएको भनेको चाहिँ यहाँ नेपालमा ठुला व्यापारिक घरानाहरू छन् जसले चाहिँ धेरै लामो समयदेखि चाहिँ नेपाललाई चाहिँ एकदम चुसेर बसेका थिए। उहाँहरूले चाहिँ आर्थिक रूपमा चाहिँ अनियमितता गर्नुभएको थियो, राजनीतिक हस्तक्षेपहरू गरिरहनु भएको थियो। विभिन्न समयमा सरकार निकट रहेर चाहिँ ठुलो काण्डहरू मचाउनु भएको थियो भ्रष्टाचारको। उहाँहरूले चाहिँ त्यो फाइल अहिले सुदन गुरुङले खोल्ने भइसकेपछि चाहिँ उहाँहरूले चाहिँ मिडिया ट्रायल गर्नुभयो। 2-4वटा मिडियाहरूलाई चाहिँ किनेर अहिले उहाँ विरुद्धमा चाहिँ प्रयोग गरेर र उहाँलाई राजीनामा दिन लगाइएको छ। कतिको विश्वस्त हुनुहुन्छ कि गृहमन्त्रीको पद पुनर्बहाली हुन्छ भनेर चाहिँ? हामी कस्तो छ भने यो जनताको सरकार हो। अहिले जुन देशव्यापी रूपमा चाहिँ एक किसिमले समर्थन छ। यो जनताको सरकार हो। जनता यसै अनुरूप यो सरकारले काम पनि गरिरहेको थियो होइन। अब सुदन गुरुङले पनि त्यही अनुरूप काम गर्दै जाँदाखेरि चाहिँ अहिले निष्पक्ष छानबिन होस् भन्ने नै हाम्रो चाहिँ छ। र भोलिको दिनमा चाहिँ फेरि पुनर्बहाली गर्नु परेको खण्डमा चाहिँ नो